हेलो गाइज, गुड मर्निङ, नमस्ते। सबैजना सन्चै आरामै हुनुहुन्छ। म पनि ठिकै छु। म चाहिँ आज गाउँमा आएको 1 हप्ता भयो र आज म फर्किने क्रममा छु। कर्मघरतिर जानुपर्ने छ र आज अब कर्मघर जानुपर्छ नै, किनभनेपछि जन्मघरमा बसिरहेर कुनै काम केही हुँदैन होइन। कर्मघर जानै पर्छ, किनभनेपछि पैसा कमाउनु पर्यो, खानु पर्यो। घरमा टन्न सम्पत्ति छैन। अब त्यही भएर जानुपर्छ। यी मेरो सम्पत्ति भनेको यी नै हुन्। बाख्रा छन् गोरादी। हिजो चाहिँ एउटाले जम्ले पाएको छ, यो अस्ति ब्याएको। गोरादी एउटा भैँसी छ दुध खानको लागि र दाल खानको लागि सिस्नो छ। यी सिस्नोको दाल हो हाम्रो घरतिर। यो चाहिँ गजबको अर्ग्यानिक चिजहरू, स्वास्थ्यको लागि एकदम राम्रो। र गाइज यस्तै छ। आज चाहिँ फर्किनु पर्छ। लास्ट ब्लक हो यो गाउँको, मेरो गाउँको यो लास्ट ब्लक हो। डाँडा पाखाहरू डुल्न अनि घुम्न यति मजा, यति सुन्दर छ कि होइन। अब कर्मघरबाट जन्मघर आउँदाखेरि चाहिँ यो ठाउँ चाहिँ छोड्नै मन लाग्दैन कि, किनभनेपछि यहाँ स्वच्छ वातावरणको साथमा होइन, एकदम रमाइलो के, एकदम यस्तो फ्रेस, यस्तो लाग्छ कि होइन। अब कर्मघरमा लगभग वर्षौँ बसिन्छ र नि, त्यहाँ छोड्न एकदम हाँसी खुसी लाग्छ भने यो जन्मघर छोडेर 2-4 दिन बसेर पनि छोडेर जाँदाखेरि यस्तो नमजा लाग्छ कि अब जानी हो आज भन्ने नि धेरै कुराहरू मनमा खेल्ने। अब के होला कस्तो होला अब भन्ने कि बसिरहेको ठाउँमा जाँदा नि कस्तो अर्कै फिल हुन्छ कि अब यो जन्मघर छोडेर जाँदाखेरि। त्यही भएर फेरि पनि छिट्टै आउँछु होइन, केही छैन। र हाम्रो गाउँ यही हो। डाँडा काँडा भए तापनि एकदम सुन्दर वातावरणको साथमा एकदम स्वच्छ हावापानी। अनि यता चाहिँ नानीहरू कराइरहेको छ। यस्तो यिनीहरूसँग खेल्न एकदम मजा लाग्छ कि फेरि मलाई। कस्तो राम्रो छन् कि बच्चाहरू।